Like coach and Parsa already mentioned, हामीले जसरी जुन तरिकाले हामीले लास्ट फ्यु टुर्सहरू चाहिँ खेल्नुपर्ने थियो हामीले हाम्रो तरिकाले गएन दो वी ट्राइड अवर बेस्ट बट समटाइम आफूले राम्रो प्रयास गर्दा गर्दा पनि ओपोनेन्ट्सहरूले हामीभन्दा राम्रो खेलिदिएको हुन्छ प्लान्सहरू पनि हामीले राम्रो नै बनाएर गएको थियौँ तर पनि हामी आफ्नै केही कारणले चाहिँ हामी चुक्न पुग्यौँ तर पनि अब त्यो विभिन्न जति पनि हाम्रो गल्तीहरू भएको छ त्यसलाई आइडेन्टिफाई गर्दै अब आउने टुरमा जुन हाम्रो बेङ्गलोरमा जुन प्रिपरेसन टुर छ त्यसमा चाहिँ हामी लाइक अलरेडी कोच मेन्सन कि हामी सबै टिमका मेम्बर्सहरू बसेर यो जति पनि हाम्रो समीकरणहरू आउने टुरमा बनाउनु पर्नेछ त्यो चाहिँ हामी पक्कै पनि राम्रो प्लान्सको साथमा अगाडि बढ्नेछौँ वी गट ए फ्यान्टास्टिक टिम new generation, some senior pros already there, so it's definitely going to be an exciting time ahead. So I'm looking forward to it, and अबको बेला चाहिँ I guess अब जति पनि हाम्रो पास छ त्यसलाई एउटा पछाडि छोडेर अब जति पनि क्रिटिसिजम छ त्यसमा हामीले आफैले पक्कै पनि त्यसलाई चाहिँ ग्रहण गर्नुपर्ने नै हुन्छ तर त्यसको एउटा जवाब मात्रै भनेको हामीले मैदानमा गएर राम्रो खेल्नु बाहेक केही पनि अरू विकल्प हुँदैन सो we definitely going to try our best and put up on a good show over there in Bangalore and in Malaysia and wherever we go in future with proper plans as well. So yeah, I'm looking forward to it, and we definitely seek for your blessings, your support, and every single support, every single cheer would definitely lift our mood, lift our confidence, and boost to do something good in future for Nepal cricket and for the next generation as well. Thank you so much, and I as a captain of this team definitely look forward to work with all the boys and the management and Cricket Association of Nepal, and especially the coach Mr. Stroll also. Thank you so much.